नमस्कार, म एम राणा, मेडस्टोन युकेबाट। र आज हामी चर्चा गर्न गइरहेका छौँ यो सेयर कोडको विषयमा। यो सेयर कोड भन्ने वस्तु खास गरी युकेमा काम गर्दा या त यो रेन्टको लागि त्यस्तोतिर चलाउने भन्ने कुरा सुनेको थियो। तर आजकल इमिग्रेसनतिर पनि खोज्छ अरे भन्ने सुनियो। र पहिला त आशा छ तपाईँहरू सबैले तपाईँहरूको भिसा निकालिसक्नुभयो होला। साथै भिसामा तपाईँहरूको पासपोर्ट पनि अपलोड गर्नुभयो होला। आशा छ सबैले त्यो काम सबै गरिसक्नुभयो होला। अम, र अब अ, हाम्रो रेशम भाइ हुनुहुन्छ, रेशम थापाजी, सायद उहाँ अझै सर्भिङ हुनुहुन्छ होला, सिग्नलको हुनुहुन्छ होला, क्विन्स गर्लका सिग्नलको। उहाँले धेरै इन्फर्मेटिभ कुराहरू पोस्ट गर्नुहुन्छ। उहाँको भिडियो हेर्नु होला, एकदम राम्रो राम्रो कुरा पोस्ट गर्नुहुन्छ। उहाँले भनेअनुसार, उहाँले सूचना पाएअनुसार अ, धेरै चाहिँ नि मतलब नेपालमा इमिग्रेसनमा सेयर कोड खोज्छ भन्ने सुनियो होइन हजुर। सेयर कोड अब धेरैले अब निकाल्नु जान्दैन के हुन्छ होइन हजुर। सेयर कोड खोज्छ अरे, खास गरी सेयर कोड त नखोज्नु पर्ने हो इमिग्रेसनमा त। तर पनि अब नेपालमा खोज्छ भनेपछि अब हामीले देखाउनु पर्यो होइन हजुर। र सेयर कोड कसरी निकाल्ने यस विषयमा आज हामी चर्चा गर्नु गइरहेका छौँ। र यो सेयर कोड कसरी निकाल्ने हो त्यस विषयमा। र यो सेयर कोड चाहिँ नि 3 महिना थाम्छ है हजुर। 3 महिना भन्नाले तपाईँहरूले हामीले 28 दिन, अब हामी बुढोपाटीहरू 28 दिनको छुट्टी पाउँछ होइन हजुर। अब यहीँ युकेमै बनाएर गएर सेयर कोड बनायो, आउँदा जाँदालाई त्यो सेयर कोडले काम गर्छ है हजुर होइन हजुर। र सेयर कोड कसरी निकाल्ने त्यस विषयमा आज हामी चर्चा गर्न गइरहेका छौँ। ल अब हेर्नुहोस्, तपाईँहरूको मोबाइल खोल्नुहोस् र तपाईँहरूको भिसाको आइकन कहाँ छ भनेर खोज्नुहोस् र त्यसलाई क्लिक गर्नुहोस्। त्यसलाई क्लिक गरेपछि तपाईँ ले गरिरहेको चिज हो होइन हजुर। भ्यू एन्ड प्रुभ योर इमिग्रेसन स्ट्याटस भन्ने पेजमा पुग्नुहुन्छ होइन हजुर। र यो चाहिँ तपाईँले गरिरहेको चिज हो र छिटो छिटो गरौँ होइन हामीले होइन हजुर। र तपाईँ अलिक स्क्रोल डाउन गर्नुहोस्। स्क्रोल डाउन गरेपछि तपाईँ स्टार्ट नाउमा पुग्नुहुन्छ। स्टार्ट नाउमा पुगेपछि तपाईँहरूलाई तपाईँहरूले चाहिँ तपाईँहरूको मतलब युकेभिआई एकाउन्ट चाहिँ नै केले क्रिएट गर्नुभएको थियो भनेर सोध्छ। सबैले पासपोर्टले गरेछ, यस कारणले पासपोर्टमा चेक गर्नुहोस् र कन्टिन्यू गर्नुहोस्। त्यहाँदेखि तपाईँहरूलाई पासपोर्ट नम्बर हान्नु भन्छ, पासपोर्ट नम्बर हानेर कन्टिन्यू गर्नुहोस्। त्यहाँदेखि तपाईँहरूलाई डेट अफ बर्थ हान्नु भन्छ, डेट अफ बर्थ हानेर पनि कन्टिन्यू गर्नुहोस्। र कन्टिन्यू गरेको बादमा तपाईँहरूलाई फेरि कोड पठाउँछ। कोड चाहिँ नि तपाईँलाई थाहा भएको कुरा हो, तपाईँहरूलाई या त मोबाइलमा पठाउँछ या त जिमेलमा होइन हजुर। यहाँ युकेमा छ भने तपाईँले यहाँ मोबाइलमा चेक गर्नु पर्यो होइन, नत्र भने युके उहाँ नेपालतिर छ भने चाहिँ तपाईँले इमेलमा क्लिक गर्नु पर्यो, इमेलमा चेक गर्नुपर्छ र कन्टिन्यू गरिदिनुहोस् होइन हजुर। र तपाईँको मोबाइलमा यो 6 फिगर्स कोड आउँछ र त्यो कोड चाहिँ नि यहाँ टाइप गर्नुहोस् र कन्टिन्यू गरिदिनुहोस्। यो कन्टिन्यू गरेको बादमा पहिला जस्तै तपाईँको स्ट्याटस सबै देखाउँछ होइन हजुर। अलिकति स्क्रोल डाउन गर्नुहोस् होइन हजुर। स्क्रोल डाउन गरेपछि फोटोको माथि अनि तपाईँको स्ट्याटसको तल एउटा प्रुभ योर स्ट्याटस भन्ने अर्को एउटा वस्तु आउँछ। त्यो चाहिँ नि खास गरी सेयर कोडको लागि हो। त्यो चाहिँ नि अरूलाई दिने होइन हजुर। अरूलाई यदि सेयर कोड ले भनेर माग्छ भने दिने हो। यो दिने भन्नाले अब अरू ठाउँमा त अब मसिन रिडेबल मतलब यो पासपोर्ट रिडेबल मसिन हुन्छ होइन हजुर। तर कोहीकोमा सबैकोमा त हुन्न यो त होइन हजुर। काम गर्नेहरूकोमा विशेष है। अनि रेन्टको मतलब मालिक है, ल्यान्डलोर्डकोमा हुँदैन, तिनीहरूलाई दिने हो। तर पनि अब इमिग्रेसनमा पनि माग्छ भनेपछि अब उनीहरूको सायद पासपोर्ट रिलेबल मसिन नहुन सक्छ र त्यसले दिएको त्यसको लागि उनीहरूले सेयर कोड माग्नु सक्छ। सो गेट अ सेयर कोड भन्ने क्लिक गर्नुहोस्। त्यहाँदेखि यो चाहिँ तपाईँको ऊ हो। गेट अ सेयर कोड भनेपछि तपाईँको यहाँ सेयर कोडको
विवरण आउँछ यहाँ होइन सर। यो सेयर कोड के हो कसो हो भन्ने चिजहरू सबै चिजहरू आउँछ यहाँ है। यो हामीले पढिरहनु पर्दैन होइन सर। यो उनीहरूको काम हो। यो त्यहाँबाट फेरि हामीले गेट सेयर कोड भन्ने वस्तुलाई क्लिक गर्नुहोस् होइन सर। त्यसलाई क्लिक गरेको बादमा यहाँ यो तपाईँले सेयर कोड चाहिँ नि के को लागि निकाल्नु खोज्नु भएको भन्ने चिज आउँछ के अरे होइन सर। र हामीले जहिले पनि इमिग्रेसनको लागि, हामी बुढोपाटीले इमिग्रेसनको लागि, अरूले त वर्कको लागि के को लागि हुन्छ होइन सर। र हामीले चाहिँ इमिग्रेसनको लागि हो। त्यस कारण यो तल्लोलाई क्लिक गर्नुहोस् होइन सर। तल्लोलाई क्लिक गरेको बादमा फेरि कन्टिन्यू क्लिक गरिदिनुहोस्। कन्टिन्यू गरेको बादमा यो चाहिँ नि चेकरले देख्ने चिज चाहिँ यो हो भनेर देखाएको मात्रै हो होइन सर। यो तपाईँ केही पनि होइन होइन सर। चेकरले चाहिँ यस्तो देख्छ, तपाईँको नामहरू भए, डेट अफ बर्थहरू यस्तोहरू होइन, तपाईँको स्ट्याटस के हो, अनि तपाईँको नक्सा होइन सर, मुनितिर तपाईँ को हो भन्ने चिजहरू आउँछ होइन सर। र पक्का पक्का ऊ चाहिँ नि यो चाहिँ नि हो डिटेल्स यु निड टु सेयर भन्ने तपाईँको यो चाहिँ नि तपाईँको सेयर कोड हो। यो अल्फा न्युमेरिकलमा भन्नाले अल्फाबेटिक र नम्बरमा हुन्छ होइन सर। त्यसमा 9वटा क्यारेक्टर हुन्छ। यो चाहिँ नि सेयर कोड हो। र यो सेयर कोड चाहिँ नि चेकर जसले माग्छ त्यसलाई दिने हो। र त्यसलाई दिएर उनीहरूले यो हेरेर ल ठिक छ भन्ने होइन। खास गरी यो सेयर कोडले चाहिँ उनीहरूले यो वेबमा गएर, यहाँ वेबसाइट छ, लिङ्क दिएछ यहाँ, यो लिङ्कमा गएर उनीहरूले यो तपाईँको सेयर कोड हान्छ। यो सेयर कोड हानेको बादमा तपाईँको डेट अफ बर्थ हान्छ उनीहरूले। डेट अफ बर्थ हानेको बादमा उनीहरूलाई सोध्छ फेरि होइन, हु आर यु, तपाईँको स्ट्याटस के हो, कुन कम्पनीको हो, अनि किन यो सेयर कोड चाहियो, अर्काको मतलब स्ट्याटस किन चाहियो भनेर सोध्छ। र उनीहरूले जवाब दिन्छ। जवाब दिएको बादमा उनीहरूले अघिको हाम्रो स्ट्याटस हेर्नु सक्छ है सर। र पहिला चाहिँ नै उनीहरूले यो वेबमा गएर यो नम्बर हानेर तपाईँको डेट अफ बर्थ हानेपछि मात्रै तपाईँको स्ट्याटस आउँछ। त्यो हो खास उनीहरूले हेर्ने है सर। यो नम्बर हेरेर त यो नम्बर त जसको पनि हुनसक्छ। यहाँ त कसैको नाम छैन नि होइन सर। यो नम्बरले मात्र केही पनि गर्दैन। यो नम्बर त उनीहरूले हानेर हाम्रो स्ट्याटस निकाल्नुपर्छ है सर। र अब यो वेब हान्ने उनीहरूले यसरी त्यसरी हेर्ने हो। तर हामीले चाहिँ अब यो चाहिँ नि हामीले के गर्नुपर्छ, हामीले यो राम्रो पढ्ने यहाँ होइन सर। त्यो हामीले के गर्नुपर्छ भन्ने कुरा हो। यहाँ चाहिँ उनीहरूले हो गर्नुपर्ने होइन सर। उनीहरूले यो वेबमा हान्नुपर्छ, के गर्नुपर्छ त्यो लेखेछ होइन सर। अब हामीले चाहिँ नै यो निकालेको बादमा हामीले यसलाई प्रिन्ट गर्नु पर्यो या त डाउनलोड गर्नु पर्यो। डाउनलोड होइन सर। डाउनलोड चाहिँ यो मोबाइलमै हुन्छ होइन सर। भन्नाले यो प्रिन्ट गर्नु पर्यो या त डाउनलोड गर्नु पर्यो। प्रिन्ट गरेर राखे झन् राम्रो होइन, जति बेला देखाइने हुन्छ। डाउनलोड गरे पनि हुन्छ है, मोबाइलमा त हराउनु सक्छ है। त्यो हो। र त्यो दुईवटा चिज चाहिँ गरेपछि तपाईँहरू चाहिँ नि यो चाहिँ नि अब अघि भनेको है 90 दिनको लागि हुन्छ। यो चाहिँ 90 दिनमा चाहिँ एक्सपायर हुन्छ है सर है। यो चाहिँ 90 दिनको लागि हो, 90 दिनमा एक्सपायर हुन्छ है सर। र यो सकेपछि तपाईँले फेरि यो सक्यो, काम सक्यो हाम्रो। यस कारणले तपाईँले चाहिँ अब यो फिनिस एन्ड लिभ दिस सर्भिसमा क्लिक गर्नुपर्छ है। और यहाँ क्लिक गरेपछि तपाईँ यहाँबाट आउट हुनुहुन्छ र तपाईँले तपाईँको यो काम चाहिँ नि सकिन्छ होइन सर। यो तपाईँले सेयर कोड निकाल्नुभयो, सबै चिज निकाल्नुभयो, एकदम राम्रो होइन सर। र तपाईँले सबै काम सक्नुभयो। र सेयर कोडको विषयमा पनि तपाईँले बुझ्नुभयो यो वाट इज सेयर कोड भन्ने कुराहरू होइन सर। तपाईँको ई भिसा, खास पक्का ई भिसा भन्ने वस्तु चाहिँ यो हो है त। तपाईँको स्ट्याटस भन्ने यो हो। यो चाहिँ नि ल सायद आशा छ तपाईँहरू सबैले सबै कुरा बुझ्नुभयो होला भन्ने आशा गरेको छु। र अब फेरि भेटौँला होइन सर, फेरि भेटौँला। नमस्कार।